यो माछ चिकन रन्डीको छोडेर र हाम्रो यहाँ लिम्बू पनि फलेको छ यार हाम्रो यहाँ हेर्दा ग्याङ स्टार यो के भन्छ जौनीवासी होइन एक्लेबरको ग्याङ स्टारहरू यिनीहरू खुकुरी ग्याङ भन्नु मिल्दैन तर बिना गल्तीको झुक्नु पनि पाइन्छ। ओ माई गड गल्ती छ भने आएर टाउको काट्नु र गल्ती छैन भने गएर घाँटी काट्नु। यिनीहरूसँग झगडा गर्नु लागि मुटु चाहिन्छ राजा, नभए त यो खोलामा पालिदिन्छ यिनीहरूले। मुटु होइन चाहिने भनेको थुरी हो। यो मेरो भाइ रिसाको यता यता राजा जोशीको दाजुभाइ चिने गल्ती छ भने आएर घाँटी काट्नु, गल्ती छैन भने गएर घाँटी काट्नु। यस्तो चिकन मालसँग आएको छ, मैले चिकन पाएर पाउँछ भनेर आएको छु। बाँधा त खतरा रहेछ यार, यो 2 फुटामै हिँडिरहेछ त। नगाल नगर के भन्न चाहन्छ? राजा के भन्न सक्छ? ठिक छ केटाकेटी हो या हजुर भन्नुहोस्। मेरो नाम सन्देश सिंह, म यहाँनिरको झोर्ले ग्याङ। त्यो नाम के भन्? अरू यति मात्रै? यो बङ्गे बङ्गे आयो छैन नाम गरेको। यहाँ चाहिँ हाम्रो पिकनिक भइरहेछ होइन। ठाउँ चाहिँ राम्रो रहेछ। कुन मन्दिर? 5 धुरा माई मन्दिर। 5 धुरा माई मन्दिर बर्दिवास माई स्थानमा छ। आउनु होला, घुम्नु होला, भिजिट गर्नु होला। हामीले गर्दाखेरि मन्दिर चल्ने हो, न कि मन्दिरले गर्दा हामी चल्ने हो। आयो भने मन्दिरको यो हुन्छ राम्रो हुन्छ, यो मतलब हुन्छ नि ट्याक्स हामीले तिरेको हुन्छ, त्यसमा साफसफाइ हुन्छ। आउनु होला, भिजिट गर्नु होला। र मेरो साथी घर यता पढ्ने छ, धेरै साथीहरू नजिक छ, तर अब बोलायो भने आउँछ होला। तर हाम्रो इन्जोयमा किन त्यो होला बोलाउने भन्ने चाहिँ अर्थ हो। नत्र हामीलाई पनि झोला ग्याङ हो। यो मन्दिरभित्र भिजिट गरिरहेको छ होइन। यहाँ चाहिँ आई थिङ्क बलि पनि चढाउँछ होला आई थिङ्क होइन। खसीहरू सबै लिएर आएको छ तर थाहा छैन होइन। बोका बोका लिएर आएको रहेछ क्या, सायद चढाउनको लागि नै होला। त्यहाँ बाँदरहरू चाहिँ धेरै रहेछ न। एक्ज्याक्टली भन्न आउँदाखेरि चाहिँ बाँदरहरू चाहिँ टपमा टप बाँदरहरू छ होइन यो। ओके बाँदरहरू चाहिँ धेरै रहेछ। त्यो मन्दिरमा गएर मान्छेले शान्ति गर्छ, तर मेरो भाइ आउने बित्तिकै एकदम ब्लास्ट शान्ति छु। तर यो गाउँको मान्छेहरू सुन्दाखेरि त्यसो चाहिँ अब ढुङ्गा हाल्नु ढुङ्गा होइन नि पुरा हाल्नु लाग्छ होइन। हामी यहाँ खानु भनेर आएको होइन नि त। त्यो 500 रुपियाँ त वालछेल आउँछ खानलाई, तर यहाँ खाना सही हो। तर बाहिर गएर घुम्नु पाइन्छ भनेर आएको हो नि त। 500 त बडा हाउसमा गयो भने एक्लैलाई त वाइल हुन्छ नि। मलाई त खान पाएको कुरा गर्छ। पिकनिक आउँदाखेरि चलो ठिकै छ होइन, धौसी खेल्यो नखेल्यो त्यो म्याटर छैन होइन। यदि पैसा पे गरेको छ होइन सबैले, यो यदि पैसा पे गरेको छ नि त सबैले, ओके ठिकै छ। हामी आएन खेलेन, पैसा पे गरेको छ मतलब एकजनाले 500 हालेछ, मतलब म मेरो भाइ अनि मेरो मतलब के 1500ले इनफ हुन्छ खाना लागि। यो ठाउँमा 500 को दरले 10 जनाको भयो 5000 रुपियाँ हो कि होइन। 5000मा केसम्म आउँदैन, आउनु त गयो भने वाइल्ड हुन्छ। मासु होइन, मासु कति चाहिँ खाइन्छ, 2 पिस 3 पिस खाइन्छ, त्यो धेरै खाइँदैन कसैले पनि। तर यो अर्को हुन्छ नि त्यो हो गाउँमा बस्ने हुन्छ नि ध्यातीको सोच ध्याती नै हुन्छ र धोती सोच धोती नै हुन्छ भनेर बुझ्नुपर्छ। तर मेरो भाइ त्यही चिजमा रिसाएर यहाँ आएको छ क्या। तर खास गरी त्यो भन्दाखेरि दिस इज रङ होइन। कसैका अगाडि त्यसरी कि आफ्नो मुखमा आयो जे पाए त्यो हुन्थ्यो नभन्नु क्या। मतलब अर्को सेल्फ रेस्पेक्ट पनि हुन्छ भाइ। जो मान्छे देउसी खेल्न गएको छैन त्यही मान्छे बोलेको छ भने, जो मान्छे देउसी खेल्न गएको छैन त्यो मान्छे बोलेको छ कि को गएन त त्यही गएको छैन। मेन कुरा त बच्चा चाहिँ लिएर कसरी जान्छ? माल कम्बल यो चाहिँ कमलको फुल हो, लोटस टेम्पल ए लोटस फ्लावर। यो होइन त होइन यो कमल फुल होइन, कमल होइन राजु। यो के पत्ता हैन
कता चाहिँ हो फुलफुल छैन अहिले फुलफुल छैन कता थियो लोटस टेम्पल हो ए लोटस मन्दिर यो कमलको फुल हो ओ वाओ अहिले फुल्ने यो हाम्रो लोकल निखिल हो क्या ओ माई गॉड यो हाम्रो नेपाली डान्स क्रो यहाँबाट हान्दियो ल अन्त फेरि हाना फेरि मुक्ति जालाम फेरि भुइँमा हाने भन्छ भुइँमा हान्दा भुइँमा कन्टिन्यू मुड अफ भयो मुड कति भने के यार भयो भाइ यति सानो सानो यो चाहिँ हाम्रो हिपहप के अरे डान्सर भाइ हो क्या जस्तो ग्राई पनि हुन्छ यसमा चाहिँ अहिले चाहिँ हामी माइथानमा भिजिट गऱ्यो क्या जस्ट हामी उत्र्यो होइन तर सानो भाइहरूको झगडा भयो क्या त्यहाँ मतलब गाउँको मान्छेसँग डिस्कस परेर त्यसपछि डिस्कस पऱ्यो अब हामी चाहिँ यहाँबाट निस्केको किनकि जहाँ झगडा हुन्छ त्यहाँ हामी हुँदैन क्या अनि यो चाहिँ एकदम वाइल्ड छ आज एकदम रिसाले ठिकै छ अब हामी यो पुरा भिजिट गर्ने यो कसको यो मन्दिरको चाहिँ मतलब खुबीहरू हेर्छु क्या म्याक्सिमम् यो मन्दिरको खुबी के रहेछ त केटा हो लेट्स गो हेर्ने यो मन्दिरको खुबी भन्नाले यो मन्दिरमा चाहिँ यहाँको विशेषता के छ विशेषता के छ भने किन खुबी त नभनौँ क्या अरे होइन किनकि यहाँको आस्था के छ मान्छेले यहाँको आस्थामा के विश्वास राख्छ क्या लेट्स गो ट्राई यो हाम्रो भाइहरू ल केटा ओ झोला ग्याङ मेरो चिस रुमा झऱ्यो चिस ठिकै छ ल हामी सुरुवात ओके यो कुन मन्दिर रे तपाईँ पनि आउनु होला भिजिट गर्नु होला यस्तो खटाएर ठाउँमा आयो मन्दिरलाई कहिले मन्दिरलाई खटाएर भन्नु पाइँदैन सुविस्ता चाहिँ छैन यहाँ अलिकति केटाहरू सुविस्ता नभए पनि तर अब हामीले गर्ने हो सुविस्ता यहाँ झारपातहरू हेर्नु यहाँनिर अलिकति फुलहरू हाल्दै रोप्दै हो त्यही खासमा यो के हो क्या यो पोखरी हो नि हल्का यो पोखरी चाहिँ अलिकति सफा गरेर यसमा चाहिँ पानीहरू हाल्यो भने चाहिँ अलिकति राम्रो हुन्छ होइन यहाँ ओके यहाँको स्विमिङ पुल हेरौँ त गएर केटा यहाँको चाहिँ स्विमिङ पुलमा चाहिँ हेर हाम्रो उताको स्विमिङ पुलमा चाहिँ पानी हुन्छ एकदम मस्त पानी हुँदैन तर यहाँको स्विमिङ पुलमा के हुन्छ थाहा छ यहाँको गाउँको स्विमिङ पुलमा चाहिँ यस्तो खाली मैदान हुन्छ यहाँ त आई थिङ्क यसलाई स्विमिङ पुल नभनौँ यसलाई फुटबल ग्राउन्ड भने हुन्छ बेटर मिनी फुटबल ग्राउन्ड होइन कलेर उताबाट सही हो अब यिनीहरूले पनि पैसा दिन्छ सबै पैसा दिएर आउनु यसकै बुढी भन्ने नयाँ सडक खाएको यसकै बुढी हो रे हुन्छ नि मान्छे के मतलब मान्छे हुने कसै बोल्ने खास गरी यति सबैलाई प्रब्लम नभए त्यसलाई चाहिँ किन प्रब्लम भएको भन्छ नि हरेक ठाउँमा साईको औरत हुन्छ बुझ्नु होइन जस्ट मेरो दिमाग छ गुडामा त्यसैले म हुन्छ साइको मेरो दिमाग गुडामा म एकदमै साइको पारामा यो केटा बिहान गाइस थिङ भनेको यस्तै हुन्छ I think it's lighting. म पनि थिङ हो बस मेरो भाइ हो क्या क्रेजी भाइ हो क्रेजी लाइक र यतिकै चाहिँ हुन्छ नि इन्जोयमेन्ट चाहिन्छ जहाँ Okay. पनि इन्जोय भएन भने त्यो यतिको मान्छे भयो भने मजा चाहिँ आउँदैन कि मजा बिकज त्यो हो इन्जोय भयो भने चाहिँ मजा आउँछ कि अब हामी हिँडेछ दुईजना धर्म आफूले गर्ने धर्मशील हामीले गर्ने त तमशील लाग्ने होइन नि राजा हामी भनेको यो बुद्धिस्ट हो त हामीलाई यिनीहरूमा ओके यो लाग्दैन कि काटमारबाट हामी हुन्छ तर हिन्दूहरूमा चाहिँ यो भनेको कमन हो कि अब यहाँ चाहिँ बलि दिइरहेछ होइन तर यसलाई चाहिँ नराम्रो फिल भइरहेछ बिकज कुनै पनि भगवान्ले कि मलाई बलि चाहियो भन्दैन तर के गर्नु श्रद्धा हो श्रद्धामा मान्छेले गर्छ बुझ्यो त्यो सोची चाहिँ बलि दिइरहेछ त्यो भित्र राखेर होइन हाम्रो मन्दिर चाहिँ यहाँ छ ठक्कै त्यहाँबाट यो चाहिँ भयो गार्डन भइहाल्यो गार्डन एरिया प्ले एरिया यो हाम्रो चाहिँ हिरो